नमस्कार, स्वागत छ पुनः एकपटक हाम्रो प्यारो दर्शक महानुभावहरूलाई। यतिखेर हामी एमएमसी क्लब ताप्लेजुङको फेसबुक पेज, कोशी स्पोर्ट्स टिभीको फेसबुक पेज सँगै कोशी स्पोर्ट्स टिभीको युट्युब च्यानलमा यहाँहरूलाई जोडिसकेका छौँ र आज छौँ हामी यहाँहरूले हाम्रो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। हाम्रो पृष्ठभूमिमा यहाँ पछाडिपट्टि चाहिँ एकदम धार्मिक स्थल र पर्यटकीय सम्भावना बोकेको र आन्तरिक तथा बाह्य पर्यटकहरू प्रत्येक वर्ष महिना दिनमा हजारौँ रूपमा आउने यो क्षेत्र हो फुङफुङे र ताप्लेजुङ जिल्ला मिक्क खोला गाउँपालिका वडा नम्बर 4 सावा तेम्बामा अवस्थित रहेको यो फङफङदेन अथवा फुङफुङे पनि भनिन्छ। त्यो झरना अगाडि रहेर यहाँहरूलाई हामीले भिडियोमा जोडिसकेका छौँ। आज भने विशेष रूप हामीले केही समय पश्चात अब 1-2 दिनपछि, धेरै दिन बाँकी छैन, मङ्सिर 7 गतेबाट यहाँ नजिकै यहीँ तलतिर सप लाग्दैछ, जसमा फुटबल प्रतियोगिता जस्ता र विभिन्न सांस्कृतिक कार्यक्रमहरू हुने जानकारी पनि प्राप्त गरेका छौँ। र म यहाँ हामीसँग हुनुहुन्छ हाम्रो सरहरू, सम्पूर्ण आयोजक सरहरू हुनुहुन्छ र हाम्रो पछाडि छ फुङफुङे झरना यानि कि फङफङदेन। सर्वप्रथम म खेल संयोजक सरलाई हाम्रो मिडियामा स्वागत गर्न चाहन्छु। नमस्कार, स्वागत छ यहाँलाई। म डिल्ली लिम्बू। यही मिति 2082 साल मङ्सिर 7 देखि 11 गते हुन गइरहेको खेल विभागको खेल संयोजक म डिल्ली लिम्बू। डिल्ली लिम्बू खेल संयोजक हुनुहुन्छ 2082 को दोस्रो संस्करण अन्तर्गत। र आफूले यो चोटिको खेल संयोजकलाई लिएर कतिको सहज महसुस गर्नुभएको छ, के महसुस गर्नुभएको छ त यो पालि? हाम्रो चाहिँ यो वर्षको चाहिँ हामीले चाहिँ पहिलो संस्करण र दोस्रो संस्करणमा आउँदै गर्दा हामीले चाहिँ दोस्रो संस्करणमा आउँदै गर्दा चाहिँ हामीले के महसुस गऱ्यौँ भने फुङफुङे झरनालाई प्रमोट गर्दै गर्दा चाहिँ हजुर प्रमोसनको हिसाबले गर्दा चाहिँ अब हाम्रो पहिलो संस्करणमा चाहिँ हामी ताप्लेजुङको लेभल ताप्लेजुङ जिल्लाभरिको मात्रै चाहिँ क्लबहरू थियो। त्यो हिसाबले चाहिँ अब हामीलाई चाहिँ के लाग्यो भने फुङफुङेको पर्यटन प्रवर्धनको लागि चाहिँ अब जिल्लाभित्र मात्र नभइकन हामीले चाहिँ जिल्लाभन्दा बाहिर जानु पऱ्यो, नेसनल लेभलमा जानु पऱ्यो भन्ने हिसाबले भएपछि हामीले यो दोस्रो संस्करणमा चाहिँ हामीले 3टा क्लब चाहिँ हामीले आमन्त्रित चाहिँ अन्तर जिल्लाबाट गरेका छौँ हामीले। जस्तो 3टा क्लबहरू चाहिँ यो ताप्लेजुङ जिल्लाभन्दा बाहिरको क्लबहरू आउँदैछ यसपालि, होइन? हो हजुर। यसमा चाहिँ हाम्रो चाहिँ अब चाहिँ हाम्रो ताप्लेजुङ जिल्लाभन्दा बाहिरको चाहिँ तेर्थुमको एउटा क्लब छ हाम्रो, हजुर, इलामको क्लब रहनेछ, अनि पाँचथरको एउटा क्लब रहने क्लब छ, लगायत 3टा चाहिँ बाहिरको, बाँकीको चाहिँ जिल्लाभित्रकै प्रवर्धन गर्ने निर्णय गर्नुभएको छ, होइन? जस्तो कि खेल संयोजकज्यू अब योभन्दा अघिल्लो सालमा पनि आफै हुनुहुन्थ्यो, होइन? योभन्दा अघिल्लो सालमा चाहिँ के कसरी महसुस गर्नुभएको थियो खेललाई? कतिको सहज ढङ्गले अगाडि बढेको थियो त 81 सालको प्रथम संस्करणको यो महोत्सव चाहिँ? हाम्रो 2081 सालको फर्स्ट एडिसनको चाहिँ हामीलाई अलिकति हामी सबै यो मेला समितिको चाहिँ टिमहरू सबै नै अब एक हिसाबले हामीले पहिलोचोटि चाहिँ हामीले मेला चाहिँ उठाउँदै गर्दा चाहिँ हामीलाई अलिकति केही टेक्निकल समस्या त आएको थियो त्यो हिसाबले, तैपनि हामीले चाहिँ त्यो टेक्निकल समस्याको बावजुद पनि हामीले चाहिँ एकदमै सभ्य भव्य तरिकाले चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ सभ्य भव्यका हिसाबले चाहिँ हामीले समापन गरेका छौँ। अब हामी 2082मा आउँदै गर्दा चाहिँ अब हामीलाई कस्तो लाग्यो भने हामीले चाहिँ 2082मा चाहिँ हाम्रो मोडल चाहिँ कस्तो छ भने फुङफुङे झरनालाई चाहिँ पहिलो नम्बरमा हामीले प्रमोट गर्ने हो। अनि दोस्रोमा चाहिँ हामीले चाहिँ के गरेका छौँ भने ताप्लेजुङमा चाहिँ अब ब्ल्याक गोल्डको हिसाबले चिनिने चाहिँ अलैँचीलाई चाहिँ हामीले स्थानीय रूपमा उत्पादन भएको अलैँचीलाई चाहिँ यसलाई पनि हामीलाई चाहिँ यो हिसाबले चाहिँ प्रमोसन गर्नैपर्छ भन्ने मनसायले चाहिँ हामीले चाहिँ यो पालि चाहिँ हामीले पहिलो नम्बरमा फुङफुङेलाई प्रमोट गर्छौँ। त्यसपछि चाहिँ हामी दोस्रो नम्बरमा चाहिँ ब्ल्याक गोल्ड भनेर चिन्ने अलैँचीलाई पनि हामीले प्रमोट गर्नेछौँ। अब यो हिसाबले चाहिँ हामीले यही हिसाबले चाहिँ हामीले गेमको चाहिँ नगद राशिलाई चाहिँ हामीले पहिलो फर्स्ट प्राइजलाई चाहिँ हामीले 3,02,082 को चाहिँ नगद राशि चाहिँ हामीले चाहिँ ब्ल्याक गोल्ड यानि कि अलैँचीलाई चाहिँ मूल्य बराबरको चाहिँ हामीले अलैँचीले चाहिँ सम्मानित या त पुरस्कृत गर्ने हिसाबले। अनि दोस्रो पुरस्कार चाहिँ हाम्रो 1,52,082 रहनेछ। अब यसलाई पनि हामीले यसको चाहिँ इक्विभलेन्ट हुने गरी चाहिँ हामीले अलैँचीको दरले चाहिँ अलैँचीले नै चाहिँ पुरस्कृत गर्ने भन्ने मोडलमा छौँ हामी चाहिँ। यसपालि चाहिँ तपाईँ अब एउटा खेल संयोजकको हिसाबले पनि, होइन, खेललाई चाहिँ मजाले व्यवस्थापन गरेर अगाडि लाने र आफ्नो स्थानीय स्तरमै उत्पादित
अलैँचीलाई चाहिँ तपाईँले प्रमोसनको निमित्त भनौँ या त ब्ल्याक गोल्ड पनि भनिन्छ, त्यसलाई चाहिँ पुरस्कारको राशिमा चाहिँ बोरा बोरा अलैँची वितरण गर्ने निर्णय गरिसक्नु भएको छ तपाईँहरूले। हो अनि यसमा चाहिँ अब हामीले हाम्रो आमन्त्रित क्लबहरू हुन्छन् अनि अब जिल्लावासी क्लबहरू छन्। अब हामीले प्लेयरहरूलाई चाहिँ हामीले के भन्नु चाहिँ के अनुरोध गर्न चाहन्छु भने तपाईँहरू आउनुहोस्, खेल्नुहोस् अनि फाइनलको दिन चाहिँ खेल जितेर टुर्नामेन्ट जितेर गएर चाहिँ ती 3 बोरा 4 बोरा चाहिँ अलैँची बोकेर लैजानुपर्छ भन्ने चाहिँ हाम्रो अनुरोध रहेछ। अब त्यो प्राइज बराबरको कति बोरा हुन्छ लिमिटेसनमा ठ्याक्क राखिदिने, प्राइज वितरण गरिदिने अलैँची बाटे होइन। भनेपछि यसपालि चाहिँ पहिलो संस्करणको भन्दा दोस्रो संस्करण केही इजी फिल गरिराख्नु भएको छ। अवश्य अवश्य अवश्य। ल धेरै धेरै धन्यवाद छ। यहाँ मसँग हुनुहुन्थ्यो खेल संयोजक दिल्ली लिम्बुजी हुनुहुन्थ्यो। यही मिति 2082 साल मङ्सिर 7बाट 11 गतेसम्म लाग्दै गरेको फङफङ दिन दोस्रो संस्करणको खेल फुटबल टुर्नामेन्ट हुन लागिरहेको छ। यहाँहरू पनि अवश्य आउनलाई यहाँको समयको लागि धेरै धेरै धन्यवाद। धन्यवाद। विशेष गरी एमएमसी क्लब ताप्लेजुङलाई हामी आयोजक टिम आयोजक परिवारबाट धेरै धेरै धन्यवाद। तपाईँहरू यहाँ आइदिनु भयो। तपाईँहरूले चाहिँ हाम्रो मेलालाई चाहिँ विशेष गरी खेलकुदलाई चाहिँ प्रमोट गरिरहनु भएको छ। हामीले चाहिँ अब फर्दर यो चाहिँ अब एमएमसी क्लबसँग चाहिँ अझ पनि हामी कोलाबरेट गर्न पाऊँ। तपाईँहरूको माध्यमबाट चाहिँ हाम्रो मेलामा हुन गइरहेको खेलकुदलाई चाहिँ अब जिल्ला स्तरीय मात्र नभएर डोमेस्टिक लेभल मात्र नभएर हाम्रो चाहिँ पुरै देशभरि नै चाहिँ तपाईँहरूले प्रचार प्रसार गरिदिनुहुन्छ। यसमा चाहिँ धेरै धेरै धन्यवाद। हस् त, धन्यवाद। हजुर सरको लागि पनि धेरै धेरै धन्यवाद।